अहिले नेपालको अर्थतन्त्रमा एउटा गजबको तर अलि अनौठो अवस्था देखिएको छ। वर्षौपछि देशमा बलियो र स्थिर सरकार आएको छ, तर बजारमा हेर्ने हो भने अझै पनि डर र अनिश्चितता कायमै छ। चाहे त्यो शेयर बजार होस् वा सानोतिनो व्यवसाय, सबैतिर के होला कसो होला भन्ने अन्योल नै देखिन्छ। ल, आज हामी यही विरोधाभासको जरासम्म पुग्ने प्रयास गरौँ न त। प्रश्न उठ्छ, आखिर यस्तो किन भइरहेको छ त? हुनुपर्ने त के हो भने राजनीतिक स्थिरता आएपछि बजारमा त उत्साह छाउनु पर्ने हो नि, होइन र? तर यहाँ त ठिक उल्टो भइरहेको छ। आज हामी यही प्रश्नको उत्तर खोतल्नेछौँ। स्थायित्व हुँदाहुँदै पनि बजार किन त्रसित छ? हो, यसलाई हामी स्टेबिलिटी प्याराडक्स वा स्थायित्वको विरोधाभास भन्न सक्छौँ। एकातिर सरकारसँग काम गर्नका लागि बलियो जनादेश छ, तर अर्कोतिर बजार चाहिँ अझै पनि ढुक्क हुन सकिरहेको छैन। सबैजना पर्ख र हेरको अवस्थामा छन्। यो अवस्थालाई हेर्दा कस्तो देखिन्छ भने एकातिर राजनीतिक स्थायित्वको एकदमै बलियो जग बसेको छ, तर अर्कोतिर आर्थिक क्षेत्रमा भने अनिश्चितताको कालो बादल मडारिरहेको छ। लगानीकर्तादेखि लिएर हामी जस्ता आम उपभोक्तासम्म सबैको मनमा एउटा अन्योल छ। र हो, यही अन्योलले हाम्रो अर्थतन्त्रको गाडीलाई अघि बढ्न दिइरहेको छैन। अब कुरा के हो भने दशकौंदेखिको राजनीतिक अस्थिरताले हाम्रो मनमा एउटा गहिरो डर बसेको छ के। त्यही भएर होला अहिले यस्तो बलियो सरकार आउँदा पनि हामी तुरुन्तै पत्याउन सकिराखेका छैनौँ। त्यो मनको कुनामा बसेको के होला कसो होला भन्ने पुरानै डरले हो, त्यसैले आज बजारलाई अगाडि बढ्न दिएको छैन। तर एउटा सकारात्मक कुरा पनि छ है। यो अनिश्चितताको बादल हटाउनका लागि नयाँ सरकारले एउटा सानो तर एकदमै शक्तिशाली कदम चालेको छ, र यही कदमले निजी क्षेत्रमा आशाको एउटा नयाँ दियो बालेको छ। सरकार बन्ने बित्तिकै नयाँ अर्थमन्त्रीले एउटा यस्तो निर्णय गरे जसले साँच्चीकै सबैलाई चकित बनाइदियो। उहाँले के भन्नुभयो भने व्यवसायीलाई तर्साएर धम्क्याएर गरिने असुली धन्दा जस्ता सबै राजस्व सङ्कलनका कामहरू तुरुन्त रोक्नुस्। हेर्दा त यो सानो निर्णय जस्तो लाग्छ, तर यसले दिएको सन्देश एकदमै ठूलो थियो। अनि यो निर्णय सुन्ने बित्तिकै निजी क्षेत्रको रियाक्सन कस्तो थियो थाहा छ? उनीहरूको मुखबाट एउटै शब्द निस्क्यो, गजब गर्यो। वर्षौंदेखि अनेक बहानामा दुःख पाइरहेका व्यवसायीहरूले बल्ल बल्ल राहतको सास फेरे। उनीहरूमा एउटा छुट्टै किसिमको उत्साह देखियो। सोच्नुस् त, एउटा सही निर्णयले मात्रै पनि कस्तो सकारात्मक परिवर्तनको लहर ल्याउन सक्दो रहेछ। सरकारको यो कदमले निजी क्षेत्रलाई एकदमै स्पष्ट सन्देश दियो, डराउनु पर्दैन, हामी तपाईको विरुद्धमा होइन, साथमा छौं। बस यही एउटा सन्देशले उनीहरूको आत्मविश्वास ह्वात्तै माथि पुर्याइदियो। ल, आत्मविश्वास त बढ्यो, तर एउटा निर्णयले मात्रै त पुग्दैन नि, होइन? अर्थतन्त्रलाई साँच्चीकै दौडाउन त एउटा स्पष्ट लामो समयसम्म टिक्ने योजना चाहिन्छ। र खुसीको कुरा, विज्ञहरूले केही ठोस उपायहरू पनि सुझाएका छन्। उहाँहरूका अनुसार यो 4 बुँदे फर्मुलाले हाम्रो अर्थतन्त्रमा काया पलट्ने ल्याउन सक्छ। के हुन् त ती 4 बुँदा? ल हेरौँ है। पहिलो, कुनै नयाँ उद्योग खोल्छ भने उसलाई 5-10 वर्ष करै नलिने। दोस्रो, जसले धेरै रोजगारी सृजना गर्छ, जसले सामान बाहिर बेच्छ, उसलाई विशेष सुविधा दिने। तेस्रो, सस्तो ब्याजमा ऋण पाउने व्यवस्था गर्ने। र सबैभन्दा महत्त्वपूर्ण, चौथो, सरकारी झन्झट र भ्रष्टाचारलाई जरैदेखि उखेल्ने। सोच्नुस् त, यति मात्र गर्न सक्यो भने लगानी गर्न कस्तो राम्रो वातावरण बन्छ होला। अब प्रश्न उठ्छ, यी सबै सुधारहरू किन यति धेरै जरुरी छन् त? किनभने हाम्रो देश अहिले एउटा गम्भीर समस्यासँग जुधिरहेको छ, जसलाई अर्थशास्त्रीहरू भन्छन् निष्क्रिय पुँजी वा आइडल क्यापिटल। यो निष्क्रिय पुँजी भनेको के हो भने, सुन्नुहोस् है, ब्याङ्कहरूमा पैसा त थुप्रिएको छ, तर त्यो पैसा लगानी गर्ने आँट कसैमा छैन। पैसा छ, तर त्यो पैसाले न नयाँ उद्योग खोलिरहेको छ, न नयाँ व्यवसाय, न त रोजगारी नै सृजना गरिरहेको छ। र यो सबैको जड के हो त? उही हो, आत्मविश्वासको कमी। एउटा तथ्यले यो कुरा अझै छर्लङ्ग पाल्छ। थाहा छ, नेपालसँग अहिले 16 महिनाभन्दा बढी समयसम्म विदेशबाट सामान किन्न पुग्ने पैसा छ। अब पैसा हुनु त राम्रो कुरा हो, तर यसले अर्को खतरनाक कुरा पनि देखाइरहेको छ। त्यो के भने हाम्रो पैसा उत्पादनमूलक क्षेत्रमा लगानी नै नभएर त्यसै थन्किरहेको छ। यो चित्रले अझै प्रष्ट पार्छ। एकातिर हेर्नुहोस्, ब्याङ्कहरूसँग लगानी गर्नलाई पैसाको पहाड नै छ, तर अर्कोतिर नयाँ व्यवसाय खोल्छु भनेर ऋण लिनेहरू एकदमै कम छन्। यो ठूलो खाडलले एउटै कुरा चिच्याइरहेको छ,
पैसा भएर मात्र के गर्नु, लगानी गर्ने आत्मविश्वास र वातावरण पनि त चाहियो नि। र जब ब्याङ्कमा थुप्रेको पैसा बजारमा जाँदैन नि, यसको सिधा मतलब के हो भने देशमा नयाँ केही पनि बनिरहेको छैन, न नयाँ उद्योग न नयाँ रोजगारी। यो अवस्था साँच्चीकै एकदमै चिन्ताजनक हो। त्यसो भए अब गर्ने के त? यो निराशाजनक अवस्थालाई बदलेर देशलाई समृद्धिको बाटोमा कसरी लैजान सकिन्छ होला? विज्ञहरू भन्छन् सफलताको लागि 4वटा बलिया खम्बाहरू चाहिन्छ। पहिलो, सरकारले सुरु गरेको राम्रो कामलाई निरन्तरता दिने। दोस्रो, भ्रष्टाचारमाथि शून्य सहनशीलता मतलब जिरो टलरेन्स अपनाउने। तेस्रो, निजी क्षेत्रलाई उत्साहित गर्ने खालको बजेट ल्याउने। र चौथो, घरिघरि नीति नियम नफेर्ने, नीतिगत स्थिरता कायम गर्ने। र सबैभन्दा राम्रो कुरा के छ थाहा छ? विज्ञहरू एकदमै आशावादी छन्। उनीहरू के भन्छन् भने यदि सही नीति र विश्वासको वातावरण बनाउन मात्रै सकियो भने केवल 3 वर्षमा नेपालको आर्थिक मुहार पुरै फेरिन सक्छ। सोच्नुस् त यो कति ठूलो सम्भावना हो। त्यसैले अन्तिममा प्रश्न फेरि त्यहीँ आएर ठोकिन्छ। आर्थिक सुधारको लागि चाहिने स्पष्ट खाका हामीसँग छ, लगानी गर्नलाई पैसा पनि छ, कमी छ त केवल एउटै कुराको, आत्मविश्वास। अब हेर्नु यो छ कि सरकारले जगाएको आशाको यो सानो झिल्कोले के नेपालको समग्र अर्थतन्त्रलाई प्रज्वलित गर्ने आगो सल्काउन सक्ला त? यो प्रश्नको उत्तर भविष्यले नै देला।